मसीह म पास्टर रुबेन अनि मसँग हुनुहुन्छ पास्टर सागर। जय मसीह सबैलाई। र हामी दुईजना आज तपाईँहरूसँग सानो समय बिताउन गइराखेका छौँ। सो आशा गर्छौँ यो हाम्रो बातचित रोमाञ्चक हुन गइराखेको छ अनि प्रभावशाली पनि हुन्छ भन्ने विश्वास गर्दछौँ। र हामी तपाईँहरूमा भन्दै गर्दाखेरि हामी यो दिनहरूमा अहिले हिमाली क्षेत्रमा भनौँ र हामीले बाइबललाई कसरी अध्ययन गर्नुपर्छ, कसरी अन्डरस्ट्यान्ड गर्नुपर्छ भन्ने कुरालाई हामी सिकाइराखेका छौँ, यो कार्यक्रमलाई गरिराखेका छौँ। यो होइन पहिला चाहिँ रङ थियो भन्नु खोजेको होइन। सो त्यो समय थियो, त्यो पिँढी थियो, जुन समय पिँढी र समयले हामीलाई यहाँसम्म ल्याइदियो भने आई थिङ्क नाउ इट्स नेक्स्ट जेनेरेसन। हामी एजुकेटेड छौँ, हामी पढ्न लेख्न सक्छौँ। सो आई थिङ्क इट्स अ राइट टाइम फर अस। अब हामीले फेरि त्यो कुरामा थप कुरा हामीले गर्नु चाहिँ के छ, इम्पोर्टेन्ट छ। त्यो कारणले गर्दाखेरि आई थिङ्क हामी बाइबलमा पनि हेऱ्यौँ भनेदेखि वान आफ्टर दि अनदर रेस्पोन्सिबिलिटी पाउँदै गर्दाखेरि त्यसलाई एउटा के भन्छ प्रोग्रेसिभ फर्ममा लगेको हामी देख्दछौँ। सो हामी यो कुरा गर्दै गर्दा चाहिँ कसैलाई युआर रङ युआर राइट भन्नु खोजेको होइन, तर ओके लेट्स स्टडी द स्क्रिप्चर्स है, हामी एउटा ढाँचामा पढौँ। अनि यो कार्यक्रम चाहिँ हामी बाइबल पाथवे या वचन के रास्ते भन्छौँ, जुन कुरालाई हामीले विभिन्न क्षेत्रमा अहिले गरिराखेका छौँ। र हामी त्यही सन्दर्भमा पास्टर सागर अनि मेरो आफ्नो अनुभवहरू यो क्लासेसहरू गराउँदै गर्दाखेरि पार्टिसिपेन्ट गरेर पाएको अनुभवहरू अनि हामी आफै फेसिलिटेट गर्दै गर्दाखेरि अनि यो मोड्युलको बारेमा अलिकति तपाईँकोमा चर्चा अनि परिचर्चा गर्न गइराखेको छु। सो तपाईँले यो क्लासलाई फेसिलिटेट गर्दै गर्दाखेरि तपाईँले अनुभव गर्नुभएको या तपाईँले यस्तो पार्टिसिपेटमा भेटाउनु भयो जसलाई यो स्टडीले प्रभाव पारेको के अनुभवहरू तपाईँको आफ्नो अनुभव, पार्टिसिपेन्टहरूको अनुभव भन्नुपर्दाखेरि चाहिँ जब हामीले मोड्युल 1लाई गऱ्यौँ योनाबाट, विशेष हामीले मोड्युल 1मा चाहिँ हामीले अवलोकनलाई सिकिरहेका थियौँ। अनि यो अवलोकन चाहिँ पार्टिसिपेन्टहरूलाई एउटा नयाँ विषय थियो, नयाँ अनुभव उनीहरूले गरिरहेको थियो। किनकि अवलोकन गरेर चाहिँ कुनै पनि खण्डलाई चाहिँ उनीहरूले पहिला चाहिँ नबुझेको कुरा मैले पाएँ। किनकि त्यो जुन वचनको खण्ड छ त्यो वचनको खण्ड उनीहरूले पहिला बुझेका आधारमा या कसैबाट सुनेका आधारमा या उनीहरूलाई पढ्दा पढ्दा लागेका आधारमा उनीहरूले प्रचार गर्थ्यो। तर जब यो हामीले मोड्युल 1 गरायौँ त्यति बेला चाहिँ एउटा नौलो एउटा अनुभव गरेँ कि यस्तो तरिकाले चाहिँ वास्तविक रूपमा चाहिँ बाइबललाई बुझ्नुपर्ने रहेछ भन्ने कुरा उनीहरूले जानिरहेको थियो। अनि अवलोकन गर्दाखेरि खासमा वचनमा भएको खास कुरालाई चाहिँ भित्र भएको कुरा वचनदेखिको बाहिर नै, तर जुन खण्डलाई हामीले पढ्दैछौँ त्यो भित्र चाहिँ वास्तवमा के छ भन्ने कुरा जान्नु चाहिँ कति महत्त्व रहेछ भन्ने कुरालाई पनि जानिरहेको थियो। साथै हामीले अब मोड्युल 1मा पढाउँदाखेरि कथाको यो स्टोरी आर्कलाई पनि हामीले सिकिरहेका थियौँ। अनि कुनै एउटा कथा हो भने कथाको सुरु हुन्छ, त्यसको पराकाष्ठा हुन्छ अनि त्यसको अन्त हुन्छ। अनि कुनै पनि कथालाई बुझ्नको लागि यो 3टा कुरा सुरु, पराकाष्ठा, अन्त एकदमै महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई हामीले सिकाउँदै गर्दा अनि साथसाथै बाइबल पनि एउटा सम्पूर्ण कथा, एउटा वान स्टोरी भएको हुँदा बाइबलको पनि सुरु छ, पराकाष्ठा छ, अन्त छ। अनि यसरी यो स्टोरी डायग्रामबाट बाइबललाई बुझ्दा अझ प्रभावकारी हुन्छ भन्ने कुरा सिकाउँदाखेरि चाहिँ उनीहरूले एउटा नौलो अनुभव गरिरहेको मैले पाएँ। र उनीहरूले एउटा फरक किसिमको एउटा चेन्ज चाहिँ उनीहरूको यो प्रिचिङमा, उनीहरूको सेवामा भएको चाहिँ उनीहरूले जाहेर गरिरहेको थियो। मेरो पनि आफ्नो अनुभवमा जब मैले स्टार्टिङमा पढ्नु सुरु गरेको थिएँ, आई थिङ्क मलाई स्टिल आई रिमेम्बर, त्यो अब जग्गाको नाम त भन्दिनँ होइन, एउटा जग्गामा मैले मलाई अब भित्र लागेको नि मनमा है, उनीहरू क्लासमा आउनु भन्दाखेरि बाइबलमा के हो भन्ने एउटा बेसिक कुरालाई पनि के थियो बुझिराखेको थिएन। बट स्टिल म एक्सपेक्ट गर्छु दे वर फेथफुल्ली सर्भिङ टु द लर्ड। तर हामी त्यस्तो व्यक्तिहरूलाई नै हामीले आई थिङ्क इट्स किन सो हेल्पफुल, जो चाहिँ अब उहाँले त्यहाँ क्लासमा भन्दै हुनुहुन्थ्यो हामी सेमिनरी जान सक्दैनौँ होइन, हाम्रो परिवार छ, रेस्पोन्सिबिलिटी छ, हामी जान सक्दैनौँ। सो फेरि तपाईँको कस्तो छ भने ओके लिट्रेचरमा हेर्नु भने इङ्ग्लिसमा लट्स अफ बुक्सहरू पाइन्छ, तर हाम्रो आफ्नो भर्नाकुलर ल्याङ्ग्वेजमा दे आर भेरी लेस है। अनि त्यो कुरा पनि फेरि अब रियरली गेट एन अपर्च्युनिटी होइन त्यो कुरालाई पाउनु ओर्नु, त्यसमा उनीहरू एउटा के भन्ने स्याडेस्ट पार्टमै थियो होइन। तर अब यो पुग्दै गर्दा चाहिँ अब अहिले हामीले अनुभव गरेको, तपाईँले पनि गरिरहनु भएको होला, दे आर बिन सो बिन ब्लेस्ड होइन, ताकि उनीहरूलाई यो चाहिँ रियलाइज भयो जस्तो लाग्यो। मैले अस्ति एकजनाले मलाई भन्दै हुनुहुन्थ्यो हाम्रोमा सफिसियन्ट
मेटेरियल्स नभए तापनि रिसोर्सेस नभए तापनि बट हामीले यो जुन बाइबल पाथवेको स्टेपबाट नै बाइबल स्टडी गर्नु कन्टिन्यू राख्यौँ भनेदेखि हामीले ठुलो कुरा त के होइन तर हामी स्क्रिप्चरलाई तलमाथि नगरिकन वाट एक्चुली मेसेज चाहिँ डेलिभर गर्नु चाहन्छ त्यो कुरा चाहिँ राइट मेसेज चाहिँ डेलिभर गर्नु सक्ने रहेछौँ भन्ने कुरा चाहिँ उहाँले सेयर गर्दै थियो सो अब त्यसरी नै तपाईँले पढाइ पनि रहनु भएको छ होइन वी बिन फेसिलिटिङ टु मेनी ग्रुप्स है इभन इन नट ओन्ली टु द नेपाली कम्युनिटी बट इभन रिचिङ टु द आउट फ्रम आवर ओन ट्राइब्स एन्ड ल्याङ्ग्वेज सो त्यसबाट तपाईँले फेसिलिटेट गर्दै गर्दाखेरि वाट यु हेभ एक्सपिरियन्स इन द प्रोसेस अफ फेसिलिटेटिङ डिफ्रेन्ट ग्रुपलाई फेसिलिटेट गर्दै गर्दा यो जुन समस्या छ बाइबललाई चाहिँ विशेष अब भित्र के छ त्यसलाई नहेरिकन सुनेका आधारमा बुझेका आधारमा है लागेका आधारमा प्रचार गर्ने यो समस्या चाहिँ हरेक भाषी समुदायमा रहेछ मण्डली समुदायमा रहेछ भन्ने चाहिँ मैले अनुभव गरिरहेको थिएँ र विशेष बाइबल पाथवेजलाई हेर्दाखेरि चाहिँ हामी एउटा छुट्टै किसिमको एउटा बाइबल सिक्ने तरिकालाई हामी पाउँछौँ थियोलोजिकल कलेजमा चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँ पनि अब एकदमै बाइबलको सत्यतालाई सिकाउँछ है करेक्ट जे बाइबलको जुन वचनको अर्थ है बाइबलको अर्थ प्यासेजको अर्थ नै सिकाउँछ यद्यपि अब के हुन्छ भन्दाखेरि अब थियोलोजिकल कलेजमा चाहिँ बनिबनाइ एउटा किताब हुन्छ होइन त्यो इन्टरप्रिटेसन हुन्छ अनि त्यो इन्टरप्रिटेसनलाई पढ्नु त्यसलाई याद गर्नु अनि यसो रहेछ भनेर चाहिँ अब विद्यार्थीहरूले बुझिरहेको हुन्छ तर यसमा फरक कुरा मैले के पाएँ बाइबल पाथवेजमा भन्दा चाहिँ हामी इन्टरप्रिटेसन सिकाउँदैनौँ है तर कसरी चाहिँ आफूले आफूलाई बाइबललाई सही रूपमा इन्टरप्रेट गर्नु भन्ने चाहिँ हामी सिकाउँछौँ तरिका स्किल सो अब त्यो स्किल हामी कहीँ पनि युज गर्न सक्छौँ वेज अब बाइबल कलेजमा जे कुरा पढ्यो त्यो मात्रै याद हुन्छ तर यता चाहिँ के छ भन्दाखेरि एउटा स्किल सिकेपछि पुरा सम्पूर्ण होल बाइबलको प्यासेजलाई हामी युज गर्न सक्छौँ सो यो चाहिँ के हो भन्दाखेरि अब फेरि अर्को कुरा के हुन्छ भन्दा अब बाइबल कलेजको मेटेरियलहरू धेरैचोटि याद गरेर पनि बिर्सिने चान्सेस हुन्छ किनकि त्यो मेमोरीमा फरक पर्छ तर यो चाहिँ मेमोरीमा फरक पर्दैन किनकि त्यो स्किल हो नि त सानो स्किल हुन्छ जो हामी कहिले हामी लाइफ लङ बिर्सँदैनौँ अनि त्यो स्किललाई हामी लाइफ लङ हामीले बाइबल इन्टरप्रिटेसन युज गर्न सक्छौँ त्यो चाहिँ अब ब्युटी अफ बाइबल पाथवेज के हो मलाई लागेको चाहिँ सो ओभरअल हामीले सानो बातचित गऱ्यौँ हाम्रो वार्तालाप पास्टर सागर अनि म बसिकन सो हाम्रो एउटै चाहना हो हामी कसैले कसैलाई सही र गलत भन्नको लागि होइन तर हाम्रो एउटै चाहना हो एभ्री पिपल एभ्री बिलिभर्स एभ्री व्यक्ति जो बाइबलमा रुचि राख्दछ वचनलाई अध्ययन गर्न चाहदछ र बाइबललाई बुझ्न चाहन्छ ती व्यक्तिहरू प्रत्येकले चाहिँ सही इन्टरप्रिटेसन गर्न सकोस् ताकि परमेश्वरको देह चाहिँ मजबुत र सुन्दर भएको होस् सो इट्स नट अबाउट मेकिङ एनी वान रङ अर राइट बट इट्स अबाउट फर द ग्लोरी अफ गड अनि आशा गर्दछौँ तपाईँले पनि यो तालिममा भाग लिन चाहनुहुन्छ भनेदेखि मैले दिएको फोन नम्बरमा तपाईँले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ या साथै हामीसँग पनि बातचित गर्न सक्नुहुनेछ सो अझै तपाईँलाई यसको डिपर अन्डरस्ट्यान्डिङमा डोर्याउन हामी तपाईँलाई मद्दत गर्दछौँ यो 8वटा मोड्युल छ अनि हामी डिफ्रेन्ट लिट्रेचर्स हामी कभर गर्छौँ बाइबलमा किनभने बाइबल एउटा किताब हो जसमा डिफ्रेन्ट साहित्यको प्रकार छन् या टाइप अफ लिट्रेचर छन् अनि टाइप अफ लिट्रेचरमा हामी एउटै स्टाइलले हामी कुनै पनि लिट्रेचरलाई पढ्न सक्दैनौँ वी निड डिफ्रेन्ट स्किल अघि पास्टर सागाले भने जस्तै वी टिच स्किल अनि तपाईँले त्यो स्किललाई चलाउनु भयो भने तपाईँ एउटा बाइबललाई सही प्रकारले पढ्ने बुझ्ने र मानिसलाई सिकाउने व्यक्ति बन्न सक्नुहुन्छ सो वी वेलकम यू धन्यवाद परमेश्वरले तपाईँले सबैलाई आशिष दिएका हुन् जय मसीह